हेलो हाई नमस्ते। हामी दुईजनाको नमस्कार है। यो चाहिँ हाम्रो रियल फेस है यो चाहिँ। अनि हामी चाहिँ आज भोजपुर जिल्लातिर छौँ। भोजपुर जिल्लाको ट्याम्केमाई गाउँपालिका वडा नम्बर 9 लेखर्क गएको थियौँ हामी वडा कार्यालय। अनि हामी यसरी आउँदैछौँ है दुईजना। मेरो ठुली नन्द उहाँ चाहिँ, म चाहिँ उहाँको भाउजू। अनि बाटोमा हिँड्दै हिँड्दै गर्दा यहाँ कटुस पनि भेटेको। यो कटुस हो। यो कटुस चाहिँ यस्तो हुन्छ, यो फलेको चाहिँ भित्रको कटुस। तपाईँहरूलाई कतिले थाहा छ होला, कतिले थाहा नहुन सक्छ होइन। अनि कटुसको रुख चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ भने यो ठुलो देखेको कटुसको रुख हो। अनि हामी चाहिँ यसरी निक्लिँदैछौँ। उकालो उकालो बाटो छ। यस्तो छ हाम्रो अवस्था। हिँड्दै जाँदा घरिघरि गर्मी हुन्छ, घरिघरि जाडो हुन्छ। हामी चाहिँ यसरी हिँड्दैछौँ। अनि यता मास्तिर अगाडिको यस्तो बाटो जानुपर्ने छ। यसरी निक्लिनु पर्ने अर्ग्यानिक बाटो है यो चाहिँ। यस्तो शीतल भयो क्या फेरि। दामी छ क्या, दामी बाटो चाहिँ। हामी यो केटाकेटी हुँदाखेरि यो बाटोमा हिँड्दा यति मजा आउँथ्यो क्या। यस्तो हेटा चढ्नलाई यस्तो मजा लाग्थ्यो। हामी कुद्दै 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 निक्लिन्थ्यौँ बच्चा बेलामा। र अब यस्तो छ अहिले चाहिँ। अब बुढो भयो यसरी निक्लिँदैछौँ। यतातिर गुराँस पनि पाइन्छ नि। उहाँ छ गुराँसको बोट क्या। यहाँ चाहिँ फुलेको छ गुराँस। यस्तो फुलेको छ गुराँसहरू। सास पनि नाकदेखि नअटेन, मुखदेखि पनि हामी सास फेर्दैछौँ है। हामी चाहिँ यस्तो छ। फेरि घाम निक्लिन्छ पिलिक्कै। फेरि एकछिनमा शीतल हुन्छ झ्यापक्कै। यस्तै छ है हाम्रो यात्रा। यो कस्तो राम्रो राम्रो क्या कटुसको बिरुवाहरू क्या। यस्तो राम्रो मजाले फाँडेर राख्नु भएको रहेछ क्या। यस्तो राम्रो गुराँसको फुल यो चाहिँ। तर भुइँमा झरेछ। अनि यो एक ठुङ्गा झरेको एक पत्र। यो गुराँसलाई खान पनि मिल्छ नि। अमिलो अमिलो हुन्छ, यस्तो मिठो हुन्छ। अनि यहाँ पनि गुराँस छ, फुलेको छ गुराँस। हैया गुराँसै गुराँस यस्तो छ। अहिले चाहिँ यति भिडियो बनाएँ ल। बाई बाई।